लस्सो फ्याबुल्ला तसिदले नमस्ते सबैजनालाई म लामा कर्मदो चाहिँ स्वागत छ मेरो भिडियोमा यहाँहरु सबैजनालाई भने फेङशुई वास्तुशास्त्र अनुसारमा छोखाङ पूजा कोठा अथवा भगवानको थान चाहिँ कुन दिशापट्टि बनाउँदा अति उत्तम फलदायक लाभदायक हुन्छ त भने यो दिशाहरु कुन कुन हुन् बुझ्नको लागि भिडियोलाई अन्तिमसम्म हेर्नु होला र मन परेमा भिडियोलाई लाइक शेयर कमेन्ट फलो अनि सब्स्क्राइब जरुर गरिदिनु होला भने फेङशुई वास्तुशास्त्र अनुसार घरको छोखाङ पूजा कोठा भगवानको थान चाहिँ पश्चिम दिशापट्टि बनाउँदा अति उत्तम हुन्छ भनेर लेखिएको छ है किनभने भगवान को मुख चाहिँ पूर्वतिर फर्किनु पर्छ अथवा सूर्यको किरण प्रकाश चाहिँ भगवानको मुखमा लाग्नु पर्छ भन्छ है पूर्वतिर बनाउँदा चाहिँ भगवानको मुखमा अनुहारमा चाहिँ सूर्यको किरण पर्दैन त्यसैले हामीले पश्चिम दिशापट्टि बनायो भने चाहिँ सूर्यको घामको प्रकाश चाहिँ भगवानको मुखमा लाग्न जान्छ त्यसैले पूजा थान पूजा कोठा छोखाङ चाहिँ पश्चिम दिशातिर बनाउँदा अति उत्तम फलदायक लाभदायक हुन्छ र घरमा सधैँभरि शुभ शान्ति शुभ मंगल शुभ समृद्धि पनि हुन्छ भनेर यसरी लेखेको छ है यालसो थुजेसे